हाई एभ्रिवान, नमस्ते सबैजनालाई। र हजुरहरूको डिमान्डमा बिस्किटको रेसिपी लिएर आएको छु। आज अस्ति मैले बिस्किट बनाएर हालेको थिएँ र त्यसमा हजुरहरूले धेरैले कमेन्ट गर्नुभएको रहेछ, यसमा रेसिपी हालिदिनुहोस् न, रेसिपी बनाएर हाल्नु न भनेर चाहिँ। र त्यसैको अनुसार मैले आज बिस्किटको रेसिपी लिएर आएको छु। हजुरहरूसँग लास्टसम्म हेरिदिनु होला। अनि भिडियो मनपर्छ भने लाइक शेयर कमेन्ट पनि गरिदिनु होला। र हजुरहरूले मजाले यसमा घरमा ट्राई गरेर चाहिँ बनाएर खान सक्नुहुन्छ। र पहिला चाहिँ हामीले चिसो दुधमा चिनी हालेर चाहिँ भिजाउनुपर्छ एकछिन। त्यसको पछि चाहिँ आटा हाल्नुपर्छ। अब हजुरहरूले कतिको बनाउनुहुन्छ होइन, आटा हाल्नुपर्छ र सुजी हाल्नुपर्छ। आटाभन्दा अलिकति थोरै नै सुजी हाल्नुपर्छ। र त्यसको पछि चाहिँ मैले यो चाहिँ सुक्खा नरिवल हुन्छ नि, त्यो सुक्खा नरिवललाई चाहिँ मैले ग्रेट गरेर चाहिँ हालेको छु। र यो चाहिँ हो काजु पनि मैले ग्रेट गरेर चाहिँ हालेको छु। अनि इलायची 6-7 इलायची मैले मजाले खिचेर चाहिँ यहाँ यसको अलिकति पाउडर बनाएर जस्तो हालेको छु। 6-7 इलायची। र यसलाई चाहिँ मजाले मुस्नुपर्छ। र यसलाई चाहिँ मजाले मिक्स गर्नुपर्छ, हातले मजाले मुस्नुपर्छ होइन। अनि त्यसको पछि चाहिँ अलिकति हामीले घिउ लगाउनु पर्ने हुन्छ, किनकि बाइन्डिङको लागि घिउ एकदमै राम्रो हुन्छ होइन। र यसमा चाहिँ मैले 2 स्पुन घिउ हालेको छु। अनि घिउ हालेपछि चाहिँ फेरि पनि यसलाई मजाले नै मिक्स गर्नुपर्छ, हातले मजाले मुस्नुपर्छ होइन। अनि घिउ हाल्यो भने चाहिँ अब त्यो एउटा बाइन्डिङ हुन्छ र यसको टेस्ट जुन छ एकदमै मिठो हुन्छ हो। यस्तो खालको बन्नुपर्छ। अब डल्लो पार्दाखेरि चाहिँ यस्तो खालको हुनपर्छ घिउ हालेपछि चाहिँ। अनि जुन चिनी हामीले भिजाएको थियौँ दुधमा, त्यो चाहिँ अब यसलाई हालेर चाहिँ पहिला चिनी हाल्नुपर्छ। अनि चिनी हालेर चाहिँ यसलाई मुस्नुपर्छ। चिनी र यो दुध डल्लै हालेर चाहिँ अब मुस्नुपर्छ, मजाले मुस्नुपर्छ है साथी। हेर्नुहोस् ल, मैले कस्तो मजाले मुस्नेछु। अनि मुसेपछि यहाँ अब यस्तो भएको छ होइन। अनि कस्तो मजाको हुन्छ कि एउटा त्यो इलायचीको स्मेल, नरिवलको स्मेल, त्यो काजुको यस्तै मिठो हुन्छ साथीहरू। हजुरले प्लिज ट्राई गरी हेर्नु होला। घरमा यसो ट्राई गरेर चाहिँ स्टोर गरेर पनि राख्न सक्नुहुन्छ। एकदमै मजा हुन्छ है खानको लागि चियासँग। अनि हामीले चाहिँ यसलाई चाहिँ 2 भागमा चाहिँ हाफ गरेर यसरी यसलाई रेडी गर्नुपर्छ। अन्त यसलाई काट्नुपर्छ अब छुरीले। अब तपाईँले यसलाई जस्तै खालको सेप पनि दिन सक्नुहुन्छ। मैले चाहिँ यसलाई चाहिँ रेक्टेङ्गल सेपमा काटेको छु र अर्कोलाई जुन छ त्यसलाई चाहिँ ट्रायङ्गल सेपमा काटेको छु। अनि हेर्नु यसरी काट्नुपर्छ। धेरै मोटो पनि राख्नु हुँदैन, धेरै पातलो पनि राख्नु हुँदैन। अनि यसलाई चाहिँ अलिकति यसरी सेप मिलाउनुपर्छ फ्राई गर्नुभन्दा अगाडि है। अलिकति सेप मिलाएर चाहिँ यसलाई राख्नुपर्छ। अनि यसलाई तेलमा मजाले फ्राई गर्नुपर्छ। र यहाँ चाहिँ मेरो तेल पनि गरम हुँदैछ है। र यहाँ फ्राई हुँदैछ, हेर्न सक्नुहुन्छ। र यसलाई चाहिँ नि ठुलो फ्लेममा होइन, मिडियम फ्लेममा चाहिँ लगाएर फ्राई गर्नुपर्छ है। किनकि ठुलो फ्लेममा फ्राई गऱ्यो भने चाहिँ छिटो माथि डरिहाल्छ नि त, मजाले भित्र पाक्नु पाउँदैन। त्यही भएर चाहिँ मिडियम फ्लेममा राखेर चाहिँ यसलाई पकाउनु पर्ने छ। हेर्नुहोस् त कस्तो मजाले पाकेको छ र कस्तो क्रन्ची भएको छ। यस्तै अझै सेलाएपछि नि अझै नै धेरै क्रन्ची हुन्छ, एकदमै मिठो हुन्छ। र यो चाहिँ मैले ट्रायङ्गल सेपमा बनाएको छु। अनि यो पनि पाक्यो, हेर्नुहोस् त कस्तो मजाको कलर भएको छ, यति मिठो हुन्छ। अनि हेर्नु सक्नुहुन्छ एकदमै क्रन्ची भएको छ हो। र मैले चाहिँ बनाएर रेडी पनि भइसक्यो। हेर्न सक्नुहुन्छ कस्तो मजाले, हेर्दैखेरि कस्तो खाउँ कस्तो क्रन्ची खालको देखिएको छ है। मैले यहाँ टुटाएर पनि देखाउँदैछु। यस्तो मजाले भित्र पनि मजाले पाकेको छ है। अनि यो चाहिँ मैले सानो दिल जस्तो बनाइदिएको नानीहरूको लागि। अनि हेर्नुहोस् न, यहाँ बिस्किटको कलर हेर्नुहोस्, बिस्किट हुन्छ नि त्यो एउटा कस्तो मिठो चाहिँ भएको थियो साथी, साँच्चै भनेको। र हजुरहरूले पनि यसलाई ट्राई गरी हेर्नु, एकदमै मिठो हुन्छ, हेल्दी पनि हो होइन। बाहिरको खानुभन्दा त घरको हेल्दी पनि हो। र यसलाई चाहिँ हजुरहरूले स्टोर गरेर राख्न सक्नुहुन्छ, मैले जस्तै राखेको छु। हुन्छ त साथी हो, हजुरहरूलाई कस्तो लाग्यो यो रेसिपी प्लिज कमेन्ट गरिदिनु होला। हुन्छ त गाइस, अहिलेको लागि यति नै, बाई, टेक केयर सबैलाई।